प्रस्तुत सबैजनालाई नमस्कार। आदरणीय प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू, समन्वयकर्ता, इसिए समन्वयकर्ता, गुरुवर्ग तथा मेरा प्यारा साथीभाइहरू, म युनिस गौतम कक्षा 10 मा अध्ययनरत छात्र हुँ र हालै काठमाडौँ नगरपालिका वडा नम्बर 31 ले सञ्चालन गरेको बाल क्लबमा म र हाम्रो स्कुलको क्याप्टेन क्रिस्टिना राई गएका थियौँ। आज म त्यही कार्यक्रमको अनुभवको बारेमा तपाईँहरूको सामु प्रस्तुत गर्दैछु। अब हामी सुरु गरौँ। बालबालिका भनेको के हो त? बालबालिका भनेको एउटा निश्चित उमेर समूहभित्र, जुन चाहिँ 18 वर्ष हो, त्यही उमेर समूहभित्रका किशोर तथा किशोरीहरूलाई भनिन्छ। बालबालिकाहरूको विभिन्न अधिकारहरू हुन्छ। यहाँ सामु सबैजना हामीहरू बालबालिका हुन्। हामीहरूको विभिन्न अधिकार छ र अधिकार पाएपछि हामीले कर्तव्य पनि निर्वाह गर्नुपर्छ। हामीले कर्तव्यहरूको बारेमा त सानैदेखि सुनेका छौँ। हामीले 6 क्लास, 4 क्लास, 5 क्लास त्यति बेलादेखि नै हाम्रो अधिकारहरूको बारेमा हामीले जानकारी पाएका छौँ। तर त्यहाँ गएर म र हाम्रो स्कुलको क्याप्टेन क्रिस्टिना राईले त्यो भनेको के हो र त्यसको महत्त्व साँच्चीकै नै के रहेछ भनेर हामीले थाहा पायौँ। अधिकार हनन हुँदाखेरि कसरी उद्धार हुँदो रहेछ र कसरी कारबाही हुँदो रहेछ त्यसको बारेमा थाहा पायौँ। यस बेबिलोन नेसनल स्कुलका सबै विद्यार्थीहरूलाई आफ्नो अधिकारको बारेमा राम्ररी थाहा छ। तर के हामीलाई त्यसको महत्त्व थाहा छ? थाहा छैन। हामीले आफ्नो अधिकारको संरक्षण गर्न त्यसको बारेमा पहिला पुरा जानकारी लिनुपर्छ। हामीसँग मुख्य 4वटा अधिकारहरू हुन्छन्। विकासको अधिकार, संरक्षणको अधिकार, सुरक्षाको अधिकार र सहभागिताको अधिकार। यी अधिकारहरू हनन भएमा हामीहरूले जानकारी गराउनुपर्छ, हामीहरूले आवाज उठाउनुपर्छ र हामीहरूले यो देशलाई एउटा राम्रो ठाउँ बनाउनुपर्छ। धन्यवाद।